हेलो गाइस सबैजनालाई मेरी क्रिसमस। आज चाहिँ हाम्रो गिफ्टहरू एक्सचेन्ज हुँदैछ नि त, पुरा एक्साइटेड हुँदैछ हामी चाहिँ होइन। छिट्टो छिट्टो रेडी भएर चाहिँ सबैजनाले आफ्नो आफ्नो गिफ्ट लेख्थ्यो नि त, ला कसको नाममा पढ्ने भनेर चाहिँ एकदम एक्साइटेड भइरहेको छ, एकदम खुसी पनि छ होइन। त्यही आत्ते चाहिँ पुरा खुसी भएर आत्ते खुसी भएर हेर्नु न यिनीहरू कसको नाम परेछ कुनी। म त खुसी पनि थिएँ दुखी पनि थिएँ होइन। अन्त मैले सोचेको नाम चाहिँ आएको थिएन नि त। त्यहाँदेखि चाहिँ हाम्रो लुन फर्स्ट चाहिँ कसको गिफ्ट उयो गर्ने उयो हेर्ने भन्दैछ होइन। त्यहाँदेखि चाहिँ यो गुजरातीले चाहिँ उयो के भन्छ मेलुसालाई परेछ, मेलुसाको नाम परेछ होइन। त्यहाँदेखि चाहिँ मेलुसाको चाहिँ कसको नाम परेको छ भन्दै पुरा एक्साइटेड हुन्छ आत्तेलाई। आत्ते त कस्तो एक्साइटेड भएको, पुरा खुसी पनि भयो। आत्ते कन्फ्युज पनि भयो ला मेरो नाम चाहिँ कसको आयो यता यता भनेर होइन। त्यहाँदेखि चाहिँ आत्तेले पनि यसो हेर्दैछ नि, उसको नाम चेक गर्दैछ अब कसको पऱ्यो भनेर। आत्तेलाई चाहिँ परेछ उयसको नाम के भन्छ अन्नुलाई परेछ होइन। अन्नु पनि खुसी भयो, आत्तेको गिफ्ट चाहिँ अन्नुलाई परेछ होइन। त्यहाँदेखि त फेरि मेरो गिफ्ट त कसलाई पर्छ भनेर म चाहिँ यस्तो नाम हेरेको त मेरो गिफ्ट चाहिँ गुजरातीलाई परेछ। आमा गुजराती त यस्तो ह्याप्पी भयो कि यो गिफ्ट चाहिँ मलाई पनि पुरा मन परेको थियो नि त। त्यहाँदेखि मैले चाहिँ सेम दुईवटा मैले चाहिँ ब्याग किनेको थिएँ होइन। दुईवटा त्यसलाई चाहिँ कालोमा मलाई चाहिँ उयोमा किनेको थिएँ ब्याग। अन्त मेरो चाहिँ उयो के भन्छ यसको नाम पनि बिर्सेँ मैले, पन्जाबीलाई परेछ होइन। त्यहाँदेखि चाहिँ हाम्रो गिफ्ट अब खोल्नुपर्छ के छ भनेर चाहिँ एक्साइटेड ह्याप्पी क्रिसमस भन्दैछ होइन। तर आज चाहिँ अहिले चाहिँ हाम्रो 2-3जनाको छुट्टी थियो नि त, हाम्रो चाहिँ स्टाफ आज चाहिँ कम थियो, आज 2-3जना चाहिँ आएकै छैन। त्यहाँदेखि चाहिँ हामी पनि लु आफ्नो आफ्नो गिफ्टहरू चाहिँ खोल्नुपर्छ भनेर एक्साइटेड भइरहेको छ होइन। अनुले चाहिँ दिएको रहेछ घडी हो। त्यहाँदेखि चाहिँ गुजरातीले मेरो ब्याग खोल्दैछ, एक्साइटेड भएर चाहिँ पुरा खुसी भइरहेको छ मेरो गिफ्ट पढेर चाहिँ, यो चाहिँ पुरा एक्साइटेड भइरहेको छ होइन। त्यहाँदेखि चाहिँ हामी चाहिँ मेरो चाहिँ के हो भनेर चाहिँ हेर्दैछ हो। त्यहाँदेखि चाहिँ यसले खोल्यो, ए कस्तो खुसी, यो चाहिँ मैले दिएको मेरो गिफ्ट हो यो चाहिँ होइन। गुजरातीले परेछ मेरो गिफ्ट चाहिँ। अन्त यो गुजरातीको चाहिँ हाम्रो म्यानेजरलाई परेछ, उसलाई पनि ब्यागै परेछ। अनि आत्तेले दिएको रहेछ पानी गरम गर्ने जग। अन्त मेरोमा चाहिँ परेको रहेछ पानी खाने जग होइन, पानी खाने कप। त्यहाँदेखि आत्ते चाहिँ एकदम खुसी भएर पर्फ्युमको चाहिँ सेटै पाएछ नि त, पुरा खुसी भएर छैन। अन्त गुजराती पनि पुरा खुसी भइरहेको छ। ब्याग कता मन पऱ्यो ब्याग भनेको त पुरा मन पऱ्यो होइन। मैले पनि भने होइन मेरो पनि सेम ब्याग छ तर मेरो चाहिँ अर्कै कलरको भन्दै भने होइन। त्यहाँदेखि चाहिँ पुरा खुसी भयो जुङ अब फेरि। त्यहाँदेखि त भने त्यसलाई बेल्ट निकाल्दैन, म चाहिँ उयो लगाउँछु भने त्यसलाई मैले बेल्टहरू निकालिदिएँ होइन। त्यहाँदेखि चाहिँ त्यहाँदेखि अनु पनि खुसी भएर अनुले पनि खोलेर लिएर क्या जग देखाउँदैछ अनुले। अनि त्यसले पनि घडी मेरो यस्तो छ भन्दैछ होइन। त्यहाँदेखि चाहिँ हामीलाई भोक पनि लागिरहेको थियो नि त। त्यहाँदेखि चाहिँ छिटो खाना अर्डर गर्नुपर्छ भने भित्र खाना अर्डर गर्नु गएको त गुजरातीले फेरि ब्याग बोकेर हेर्दैछ उसलाई कस्तो देख्दैछ भनेर भिडियो गर्दै पनि भन्छ। त्यहाँदेखि हाम्रो खाना पनि आयो। त्यहाँदेखि हामीले खाना खानुपर्छ। अब खाना खाएर चाहिँ हामी बाहिर घुम्नु पनि जाने नि त आज क्लोज भएर। त्यहाँदेखि चाहिँ हाम्रो खाना हामीले चाहिँ चाउमिन मगाएको थियो। अन्त यिनीहरूले चाहिँ चिकन चारकोल मगाएको थियो। त्यहाँदेखि चाहिँ हामीले चाहिँ स्पिड खाना खान थाल्यो किनकि 10 बजी गाडी आउँछ। त्यहाँदेखि रोटी र उयो भट्टाभट खायो हामीले चाहिँ। 3जना चाहिँ चाउमिनमा चाहिँ हामी 3जना चाहिँ भेज हो नि त, अन्त यिनीहरू चाहिँ ननभेज मगाएको। त्यहाँदेखि हामीले स्पिडसँगले खाना खायो। 10 मिनट चाहिँ हामीले त यस्तै स्पिड खाना खाइसकेको। त्यहाँदेखि चाहिँ गाडीमा फोन गरेको गर्छ छिटो आइज भनेर। हामी चाहिँ खाँदैछ एकछिन 5 मिनट टाइम दिनु भनेर फेरि यो खानाहरू कहाँ बोकेर जानु होइन। त्यहाँदेखि यिनीहरूले चाहिँ आज हामीलाई क्रिसमस पार्टी दिएको नि त हाम्रो म्यानेजरले चाहिँ हामीलाई, जे खान्छस् अर्डर गर भनेर चाहिँ। त्यहाँ हामीले चाहिँ चाउमिनहरू केहरू अर्डर गरेको थियो। त्यहाँदेखि चाहिँ अब आत्ते र उयो के भन्छ हाम्रो म्यानेजर मिलेर चाहिँ हामीलाई खाना खिलाएको नि त। त्यहाँदेखि चाहिँ हामीले भट्टाभट खाँदैछ, स्पिड खाँदैछ। कस्तो लाग्यो भने चाहिँ एकदम मिठो। त्यहाँनिर चाहिँ एउटा हाम्रो घर सेलुनको छेउमा चाहिँ एउटा उयो छ नि त, रेस्टुरेन्ट छ नि त, कस्तो मिठो पाउँछ चाउमिनहरू चाहिँ। चाउमिन फ्रेन्च फ्राई चाहिँ पुरा मिठो लाग्छ नि त। त्यहाँदेखि चाहिँ हामीले खाना खायो। खाना खाएर त्यहाँदेखि चाहिँ खाइसकेर हाम्रो चाहिँ गाडी ल्याउनु आयो। त्यसै अनि गाडी लिएर चाहिँ हामी गाडीमा चढ्यो। गाडीमा चढेर चाहिँ हामीले चाहिँ अगाडि नै भनेको थियो नि त हामीलाई चाहिँ भैयालाई चाहिँ मेट्रो स्टेसनमा छोडिदिनु भनेर होइन। त्यहाँदेखि चाहिँ हामीलाई भैयाले मेट्रो स्टेसनमा छोडिदियो। त्यहाँदेखि चाहिँ हामी चाहिँ क्रिसमस ट्री हेर्नु जानुपर्छ भने चाहिँ म्युजियमपट्टि लाग्दैछ होइन। त्यहाँदेखि चाहिँ हामी चाहिँ म्युजियममा गयो। म्युजियम पनि त्यति राम्रो छैन, भित्र पस्नु इन्ट्री रहेछ तर हामी चाहिँ बाहिर घुम्यो होइन। भित्र पस्ने हामीमा टाइमै थिएन। त्यहाँदेखि चाहिँ हामी जान्दैछ होइन। त्यहाँदेखि एकछिन उयो गऱ्यो, त्यहाँदेखि फोटोसुटहरू गऱ्यो होइन। त्यहाँदेखि भित्र पस्नु पर्दो रहेछ, कति हिँड्नु परेको र पनि हामी गयो आज जानै पर्छ भनेर। त्यहाँदेखि चाहिँ हामी म्युजियममा एकछिन फोटोहरू खिच्यो। त्यहाँदेखि चाहिँ भित्र पसेको त बाफ्रे
यस्तो ठन्डा त्यहाँनिर म त सोचेको पनि थिएन यस्तो जाडो हुन्छ भनेर होइन। त्यहाँदेखि चाहिँ आत्यालाई फोटो खिच्दिनँ भनेको त आत्यालाई पनि मैले फोटो खिच्दै भित्र त पुरा खेल्ने कुराहरू रहेछ, राम्रो राम्रो चिजहरू रहेछ खेल्ने। त्यहाँदेखि एकछिन यसो साइडमा हेऱ्यो, त्यहाँ नानीहरू खेल्नेहरू रहेछ होइन। त्यहाँदेखि तिनीहरूलाई एकछिन भिडियोहरू गर्दै तिनीहरूलाई त्यहाँदेखि चाहिँ फोटोहरू पनि एकछिन फोटोसुटहरू भयो हाम्रो होइन। नानीहरू पनि कस्तो ह्याप्पी भएको। त्यहाँदेखि हामी फेरि यता हेऱ्यो केहरू लागेको छ, मेला जस्तो कुन केहरू लागेको रहेछ। त्यहाँदेखि तिनीहरूले अलिअलि फोटोहरू खिच्यो हो। कस्तो बोरिङ लागेको मलाई त, हामीले सोचेको जस्तो थिएन। पहिला चाहिँ एकदम राम्रो थियो, हामी चाहिँ पहिला अर्कै जग्गा गएको थियो नि त। त्यहाँदेखि चाहिँ सबैजनालाई पुरा बोरिङ लागेछ। त्यहाँदेखि हामी जाउँ अब भन्दैछ होइन। त्यहाँदेखि हामी चाहिँ जाउँ भनेर चाहिँ हामी हेर्दैछ होइन। त्यहाँदेखि यतापट्टि चाहिँ क्रिसमस ट्री हेरिहालौँ न भन्यो नि त। त्यहाँदेखि चाहिँ हामीले त क्रिसमस ट्री एकछिन हेरेर बस्यो हो। त्यहाँदेखि चाहिँ हामीले अरू साथीहरूलाई पनि पर्खिनु थियो नि त। अन्त हामीले तिनीहरूलाई एकछिन पर्ख्यो, तिनीहरू आउँदै आएन। बादमा 10-15 मिनट बादमा एकछिन आयो हो। आएर चाहिँ त्यहाँ तिनीहरूले पनि फोटोहरू सुट गर्नु थाल्यो। त्यहाँदेखि हामी जाउँ, हामीलाई पुरा बोरिङ लागिसक्यो भन्दै त्यहाँदेखि फेरि तिनीहरूले एकछिन बसौँ न भने। त्यहाँदेखि हामी चाहिँ एकछिन बस्यो। कस्तो महँगो त्यहाँतिर क्या। त्यहाँदेखि चाहिँ हामी चाहिँ यहाँनिर जाउँ सिसा बार भने। त्यहाँदेखि सिसा बारमा गएर एकछिन बस्यो होइन। यिनीहरूले सिसा पनि पिउँछ नि त, सिसा पनि त्यति साह्रो त लाग्दैन। र पनि आत्याले चाहिँ ट्राई गरेछ सिसा। अन्त आत्याले सिसा ट्राई गर्छ, आत्यालाई चाहिँ मिठै लाग्यो रहेछ सिसा। हामीलाई त्यति खास त लागेन। एकछिन बस्यो, इन्जोय गऱ्यो। अब यिनीहरूले हामीलाई क्रिसमस पार्टी दिएको नि त। हामी त्यहाँ म्युजियममा चाहिँ पुरा बोर लागेर चाहिँ हाम्रो 5-1.5 घन्टा टाइम हुन्छ क्या। त्यो म्युजियम पनि उतापट्टि सिसा बारेको छ। हामी चाहिँ त्यहाँनिर आयौँ नि त। त्यहाँदेखि चाहिँ हामी तपाईँहरूलाई चाहिँ यो हाम्रो चाहिँ अब भिडियो कस्तो लाग्यो होइन। आत्यालाई मजा आयो भनेको त ठिकै गऱ्यो। अनि तपाईँहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट एन्ड सब्सक्राइबर गरिदिनु होला तपाईँहरूले होइन। हामीलाई चाहिँ अब घुम्दा अल्छी लाग्यो। बाई बाई, लभ यु।